जोजलपा नेपाल भाषा लर्निङ Please remember Apple technologies for website designing, web application development, software development, web hosting, domain registration, etc. Number 1. राम भात खायो जा ने धुन धुन ला जाने धुन ला श्याम खायो अनि तिमीले खायो ने धुन अलि छ ने धुन धुन ला ने धुन अलि छ ने धुन ला अगेन राम मैले पनि खाइसके जी न ने धुन धुन जिन ने धुन नेक्स्ट नम्बर अघि नै खाइसके ना च ये नाचए ने धुन नाचए ने धुन खाने बेला भयो अर्थात भात खाने बेला भयो अर्थात खाना खाने बेला भयो ने इन नेवारी इन नेपाल भाषा ने तेल तेल ने तेल नेक्स्ट नम्बर कसैले अब खाना खाइसक्यो भनेर सोध्दाखेरि रिप्लाई हामीले यसरी दिन्छौं एकछिन पछि खाने इन नेपाल भाषा पल्ख लिपा नेउ पल्ख लिपा नेउ पल्ख लिपा नेउ नेक्स्ट नम्बर भात खाएको छैन अथवा और खाना खाएको छैन जा मनया नि जा मनया नि अब कसैले पनि ढिलो अबेरसम्म पनि खाना खाएको छैन भनेर भन्यो भनेदेखि हामीले खाना खायो भनेर सोध्दाखेरि हामीले अबेरसम्म पनि अब खाएको छैन भनेर भन्दाखेरि किन नि भनेर सोध्छौं यही कन्भर्सेसन हो यो किन नि इन नेपाल भाषा छले हामीले कहिलेकाहीँ कसैलाई खाना खाएको छैन भन्दाखेरि किन नखाएको भन्दाखेरि मान्छेले त्यसै भन्छ अब नेपालीमा त्यसै भन्छ अनि नेपाल भाषामा अठे नेक्स्ट नम्बर टाउको दुखी राखेकोले भात खाएको छैन इन नेपाल भाषा कपा श्याना चौली जा मनया नि कपा श्याना चौली जा मनया नि नेक्स्ट नम्बर पेट दुखिराखेकोले भात खाएको छैन पुवा श्याना चौली जा मनया नि नेक्स्ट नम्बर भात गिलो भयो जा ना ल जा ना ल नेक्स्ट नम्बर भात अलि पाकेन जा भतिचा म भु जा भतिचा म भु नेक्स्ट नम्बर भात खाने हो जा नेउ खला जा नेउ खला
नेक्स्ट नम्बर कतिखेर भात खाने अथवा कतिखेर खाना खाने गब्ले गब्ले जानेऊ गब्ले जानेऊ नेक्स्ट नम्बर आज किन भात खान ढिलो थौं थौं छ्या जा ने लि बाउ लिबाउ थौं छ्या जाने लिबाउ नेक्स्ट नम्बर भात खान मन लागेको छैन और भात खान मन लागेको छैन जा ने मासे म व नि जाने मासे म व नि